10 मै पज गर र के गरेको आफैलाई 10 मा 10 दिने रे ल अब त्यहाँ भन्दा मैले के भन्ने महिनामा 2 चोटी सो हान्न अस रे ए ब्रो अति नगरम न भने के 3-4 महिनामा 2 चोटी होला 1 महिनामा 2 चोटी कहिले गयो प्रुफ देखाउ त आई थिंक बिग क्याप केडा है ल प्ले गरे है मैले बिग क्याप 1 महिनामा 2 चोटी चाहिँ गएको छैन होला एकचोटी अस्ट्रेलिया गयो भने 10 दिन बसेर आउँछ अनि 10-15 दिन बसेपछि अर्को 15 दिन बाँकी हुन्छ त्यो अर्को 15 दिनमा फेरि गयो होला त घण्टा हेरौँला गएको नि हुनसक्छ है फेरि नगएकै चाहिँ अब अस्ट्रेलिया जान त्यस्तो फेरि म्हणजे टाउको दुखाइ पनि होइन केटाहरू चाहिँ जान सक्दैन फेरि हामीलाई त इजी नै छ एनिवे बिग क्याप फर्स्ट दुईटा लाइन नै बिग क्याप है पहिला खाली गोजी हुन्थ्यो माल गोजी अहिले पकेटमा अट्दैन पर्स रे कति चाहिँ कमायो हौ पर्स पकेटमा नअट्ने गरी कत्रो पकेट हो लास्ट कमेन्ट नगर न केटा यार के भन्छ यार जे पनि भनिदिनु रहेछ यार पकेटमै अट्दैन पर्स रे के अम्बानीले मुझे एडप्ट गर्यो क्या गोदलियो क्या ल बिग क्याप है केटा बिग क्याप हो भने खै देखायो हुन्छ पकेटमा नअटेको एकताल लाइभमा आएर यो झुट बोल्न पाइन्न कि हिपहपमा यो के हो क्या यो पारा म भन्दैन हस् रे दायरको चाक चार्दै सरी भन्दै हिँडेर म भन्दैन हस् रे बाफ रे त्यो पश्चिमीहरूको यिनीहरूको मिलाएको होइन त नि बिपसिप पुरै मिलायो होला त के भएको थियो यसलाई त आफ्नै ठाउँकोले चेताउँछ अरूकोले त केही गर्नु पर्दैन मैले खतरा कनेक्सन भेटेको छु एउटा मान्छेको फार वेस्टमा टेबल टक हुन्छ मुझे गर्ने नै भए ठिक छ तर म चाहिँ मुझे खेलिदिरहने हो म चाहिँ बिफै खेलिदिरहन्छु म झडार्न जान्न मलाई जस्ट हेट हान्न मन लागेको हो क्या हेट हान्ने बाना मात्रै चाहियो हो क्या मलाई त्यो मुझे गीत सित लेख्ने म रहर छैन ए चित्त नबुझिकन हस् भन्दैन रे बातमा धेरै सुनेको छ हामीले हस् गीत सुनेर प्र्याक्टिस हस्ता हान्ने प्र्याक्टिस गरेर नि अब यो गीत सुनेर त सिक बिल्ला हुने प्र्याक्टिस हो क्या कमेडी गरेछ यम बुद्धको गीत गाइरहेको छ जस्तो लाग्छ चिक्ने गीत सुन्दा मुझे 10 वर्ष अगाडिको फ्लो छ ए आफैले दिन्छु म 10 मा के गरेको यार ब्रो अलिकति खतरा गर न यार सिकन यो भोसडीकेलाई ब्लग हान्नु है ब्लग एउटा भोसडी भर्खरै ब्लग भयो है मजा आयो आई लाइक्स म फेक लेख्दैन रे भगवान ओ माय गॉड बिगेस्ट क्याप इन नेपाली हिप हप उसले फेक लेख्दैन रे लेख्दैन नि मुझे हाम्रो हैन कस्तो पुरै 10 मा 10 क्यापमा क्याप ब्रो क्याप पछि आफूलाई दिन्छु म क्यापमा क्याप होला आमा उसँग त मुझे भित्ताभरि क्याप भइसक्यो होला है घरमा कतिवटा टाउको छ र त्यत्रो क्याप लाउनलाई हुन त दोगला हो 2-3 फेस त छ होला नि हैन 3टा क्याप चाहिन्छ होला यम बुद्धलाई पोक नगरौँ गाह्रो पर्ला रे कसले पार्ने गाह्रो तिमीले घण्टा छिर्ने बाबु यम बुद्ध दाइ मुझे यस्तो टेन्सनमा थियो के बाबु त्यति बेला सुसाइड गरे हो के ब्रो त गइस सिक्ने झाट तैले बचाइस झाट मुझे अहिले बोल्छस् सिक्ने दाइको लागि सिक्ने इडियट झाट साला क्लाउड सेजर सिक्ने बडी नबोल है बाबु बोल्दा बोल्दै बडी नबोल रेस्ट इन पीस नकोट्टा नाम कमेन्ट नगर है केटा कमेडी ल प्ले सो उसले तलकोहरूसँग चाहिँ फेरि कन्ट्याक्टै गर्दैन रहेछ मैले थाहा पाइसकेँ त्यो फेमस नभएको क्लाउड नभएकोहरूसँग यो अभि बोल्दैन नो क्याप मुझे अति क्लाउड सेजर रहेछ
बोलेर ठुलो बन्दैनस् भनेर रहेछ। आफू चाहिँ चिक्ने बोलेरै यत्रो ठुलो भएको छ। चिक्ने ऱ्याप भने के हो, बोल्ने होइन। चिक्ने गरे त केही होइन त ब्रो, बिटमा बोल्या हो चिक्ने। के नराम्रो होइन, मिलन जग्रै भएको जस्तो कुराहरू छ चिक्ने। डनै हो जस्तो कुराहरू छ त। जहाँसम्म बोल्यो त्यहाँसम्म टच रे। टोल टोलमा हेट हान्छ ब्रो यसलाई आजकल। बिल्ला यस्तो क्याप चाहिँ के गर्ने यार, लाइनै पछि क्याप हान्नु परिरहेछ यार, बिग क्याप। दले दाई गीतको क्याप चेक ल रे, आउन आइस बरु यहाँ लाइभमा एकछिन रिक्वेस्ट गर ल, प्ले गरिदिए है फेरि। आम फिलिङ लाइक इलोन मस्क रे। किन न त्यसको जति पैसा छ, न त्यसको जति दिमाग छ, न त्यसको जति आँट छ, किन चाहिँ इलोन मस्क जस्तो फिल गरेको त्यसै तोप तान्ने फिल गरे छोड्दिन। तमुजले भनेको बुझ्दैनस् मुजी रे, बुझ्दैन नि मुजी। ड्रग